नमस्कार मेरा प्यारा दाजुभाइ दिदीबहिनी आमा बुवा सम्पूर्णलाई नमस्कार होइन। म चाहिँ देशमा रोजगारी नपाएर विदेशमा हाल विदेशमा छु होइन। विदेशीको पीडा यो चाहिँ सुन्नुहोस्। प्रचण्ड सरकारमा आउँदाखेरि 64 सालमा चुनाव हुँदाखेरि 7 चोटि भोट हाल्ने व्यक्ति म यो होइन। हाम्रो केटाहरूले नि हाले भोट, कहिले 15 चोटि कहिले 20 चोटि हाले। परिवर्तन पाइयो त। 20 वर्ष करिब प्रचण्ड राजनीतिमा आएको भएछ होइन। 3-4 चोटि प्रधानमन्त्री पनि बनेछन्। त्यति बेला न हाम्रा दाजुभाइहरू विदेश जान्थे न के गर्थे। अहिले हामी विदेश आउनु परेछ। करिब म बसेको देशमा 12 लाख नेपाली छन्। तपाईँ आफै विचार गर्नु होला देश कतिको विकास भएको रहेछ होइन। त्यही भएर चाहिँ आउँदो चुनावमा काभ्रेका जनताले चाहिँ क्षेत्र नम्बर 1 बाट मधु कुमार चौलागाईजी हुनुहुन्छ, मलाई भोट हालेर जिताउनु होला यदि राम्रो चाहनुहुन्छ होइन। किनकि उहाँ कानुनको विद्यार्थी हुनुहुन्छ, मलाई नियम कानुन सबै थाहा छ। त्यही भएर मधु कुमारलाई चाहिँ भोट हालेर सहयोग गरिदिनु होला। धन्यवाद।